बचाएको छ भाइटालिटीले. द्याट इज अ गुड थिङ. प्लेयरहरू स्पोर्ट्सको स्प्लिटमा छन्. द्याट मिन्स इट विल बी अ च्यालेन्ज. भाइटालिटीले च्यालेन्ज ब्रिङ गर्दैछ. ब्रिङ इट अन. स्पोर्ट्सले भन्नु पर्यो, नक निकाल्नु पर्यो. त्यहाँ सपोर्ट चाहियो. ब्रेजिललाई टेक डाउन गरिएको छ. त्यहाँ शटगनको साथमा नो फियरलाई सपोर्ट चाहियो. अर्को एउटा प्लेयरलाई पनि नक निकाल्यो. बट स्काई इज डाउन. लास्ट प्लेयर स्ट्यान्डिङ इज एक्सेल. भाइटालिटीको लागि स्पोर्ट्सको दुईजना प्लेयर डाउन भइसकेको अवस्था छ. स्लिपी आउँदैछन् बनाउनुको लागि. सिगल थोरै पछाडिपट्टि छन्. एचपी गन गराइयो पक्कै पनि. सेकेन्ड गनमा स्विच गर्नको लागि सर्ट गन छैन. जिगलले नेट फालेका हुन्. सही ठाउँमा सायद फालेको छन् भनेर आश गर्दैछु म. मोलोटप पनि आयो. युटिलिटी पनि डम भइरहेको छ. सायद एक्सेलले बुझे यहाँ म बाँच्न गाह्रो छ. नेट पनि त्यही साइडमा रहेको छ. एचपी यति कम भइसकेको थियो एक्सेलको कि उनले केही गर्न मिल्दैन. अनि फाइनल्ली अघिल्लो म्याचमा त मिस भएको थियो, बट यो पालि मिस हुने छैन. पुरै स्पोर्ट्स प्लान लुकाएका छौँ हामीले भन्दै थिए. लुकाएकै रहेछन् भन्नु पर्यो. बिकज आएको छ दोस्रो म्याचमा चिकन डिनर. पहिलो म्याचमा सेकेन्ड पोजिसन. अनि यो चिकन डिनर डेडिकेट हुनेछ निम्स दाईको लागि. अफकोर्स अ लेजेन्डरी पर्सन नेपालबाट स्काई डेडिकेट गर्दैछन् यो चिकन डिनर नेपालको तर्फबाट. डब्लु बिग डब्लु स्पोर्ट्सको लागि एन्ड बिग डब्लु यो चिकन डिनर सँगसँगै नेपाल